सबैजनालाई नमस्कार। गुड मर्निङ डिएक्सन। सम्पूर्ण डिएक्सन अर्गानिक नेचुरल फुड सेवन गरेर स्वास्थ्य बनाउने सबैजनामा फेरि पनि नमस्कार, गुड मर्निङ डिएक्सन भन्न चाहन्छु। विशेष गरेर आज मैले सम्पूर्णलाई हुन त यो देखाउनै पर्ने त होइन, सबैलाई जानकारी भएकै कुरा हो, तर विशेष गरेर नयाँ व्यक्तिहरूले किन युज गर्नुपर्ने भन्ने कुरा, पुरानोहरू सबैलाई चाहिँ युज गर्नेहरू सबै सर मिस म्याडमहरूलाई चाहिँ सबैलाई जानकारी भएकै कुरा हो। त्यो कारणले गर्दा यो खास विशेष गरेर कसरी युज हुन्छ हैन, यो कसरी युज गरिन्छ यिनीहरू र के को लागि युज गरिन्छ भन्ने कुरा एकदमै सानो छोटो भिडियो मैले यहाँहरूको माझमा राख्न चाहेँ। किनभने यति बेला हाम्रो एकदमै घर दैलोमा शिवराज नगरपालिका चन्द्रौटामा यो अर्गानिक नेचुरल फुड जुन 190 कन्ट्री प्लसमा चाहिँ यो युज हुँदै आएको छ र सबै ठाउँबाट सर्टिफाई पनि भएको छ। त्यसकारणले गर्दाखेरि अरू कम्पनीहरू जस्तो यो कम्पनी होइन। यसको प्रोडक्टहरूलाई राम्रोसँग, कम्पनीलाई राम्रोसँग सुरुवात गर्ने व्यक्ति डाक्टर धातुक डाक्टर लिम्सियोजिनको बारेमा विशेष गरेर हामीले जानकारी गरेर त्यो हामीले प्रोडक्टहरू सेवन गर्नुपर्ने हुन्छ। त्यो कारणले गर्दा बिना जानकारीको सामानहरू हामीले अहिलेसम्म बजारमा युज गऱ्यौँ हैन। कतिपयले जानकारी गरेर पाएर युज गर्नुभयो होला, कतिपयले हास्य कलाकार अथवा हिरो हिरोइनहरूले भनिदिएको भरमा हामीले सामान युज गरेको अवस्था हो। त्यो कारणले गर्दाखेरि हामीले अब यो आजको शिक्षाको युगमा हामीले चाहिँ आफूले आफ्नो खल्तीको पैसा, यही शरीरले कमाएको पैसा हामीले जब इन्भेस्ट गर्छौँ भने यही शरीरलाई एक किसिमको सपोर्ट हुने खालको नेचुरल किसिमको आर्टिफिसियल केमिकल नराखिएका वस्तुहरू हामीले सेवन गरियो भने फेरि पनि यो स्वास्थ्य, यो शरीरले फेरि पनि पैसा कमाउन सक्छ जस्तो लाग्छ। त्यो कारणले गर्दाखेरि हेल्दी रहनुको लागि र एकदमै तपाईंको एज बढ्दै जाँदा पनि तपाईं यङ देखिनको लागि, तपाईंको शरीरमा, तपाईंको फेसमा अलिकति चमक आउनको लागि, विशेष गरेर ह्युमन सिस्टम बुस्ट गर्नको लागि यो प्रोडक्टहरू सेवन गर्ने गरिन्छ। विशेष गरेर सर्टकटमा जानकारी गराउँदाखेरिमा र यो विशेष गरेर यो किन युज गर्नुपर्ने र कसरी युज गरिन्छ भन्ने किसिमका कुराहरू छन्। मैले यहाँहरूको माझमा यो सम्पूर्ण चाहिँ युज गरेर पनि देखाउँछु। विशेष गरेर यो म आफूले सेवन गर्दाखेरिमा के कसरी सेवन गर्छु र तपाईहरु पनि यसरी गर्न सक्नुहुन्छ। धेरै पैसा लगानी लाग्दैन, छोटो पैसा, थोरै पैसामा चाहिँ हामीले यसलाई युज गर्न सक्छौं। त्यो कारणले गर्दाखेरि विशेष गरेर यसलाई चाहिँ मैले सुरुमा यो कपमा है, यो कपमा चाहिँ मैले थोरै मात्रामा अलिकति वार्म वाटर, मनतातो पानी राखेँ थोरै। किन भन्दा तल गिलासमा गएर टाँसिन सक्छ, हुन त टाँसिए पनि त्यसलाई स्पुनले हल्लाएर अथवा चाहिँ स्पुनले फेटेर पनि खान सकिन्छ। त्यसकारणले गर्दा मैले सबभन्दा पहिला यो आरजी भनेको यो किङ अफ हर्ब हो। यो गान्ड्रोमा लुसिडमबाट बनेको हुन्छ हैन। यसले विशेष गरेर हाम्रो शरीरमा अप्रत्यक्ष रूपमा हावाको माध्यमबाट, पानीको माध्यमबाट हैन र खानपानको माध्यमबाट हैन, विषादीहरू आजको युगमा रासायनिक मलहरू बढी प्रयोग हुँदै आएको छ। विषादीहरू बढी प्रयोग हुँदै आएको कारणले गर्दा त्यो बोट बिरुवाहरूले पनि त्यो विषादीलाई सोसेर लिने कारणले गर्दाखेरि त्यो सोसेर लिएको केमिकल, त्यसको जुन केमिकलको डेट नजाँदै हामीले टिपेर पनि हामीले धोइ पखाली गरेर खाने गर्छौं। त्यो धोइ पखाली गर्दा मात्रै पनि त्यो नजाँदो रहेछ। त्यो कारणले गर्दाखेरि विशेष गरेर यो केमिकललाई विशेष गरेर डिटोक्सिफिकेसन गर्न सक्ने र अर्को कुरा, हामीले जुन किसिमको खाना खाएका छौं त्यो खानाबाट जाने जुन किसिमको चाहिँ त्यो केमिकलका केही मात्राहरू छन्, त्यो मात्रालाई चाहिँ यसले अलिकति सफाई गर्न सक्ने। हामीले कपडा मोइलिन्छ, सफा गर्छौं,
बाहिरी भागबाट हामीले हाम्रो स्किन शरीर फोहोर भएको देख्छौँ। त्यो कारणले धेरै पटक हामी साबुनले वास गर्छौँ होइन। अब हामीले एउटा कुरा के बुझौँ भन्दा भित्रबाट पनि अब हामीले सफा गर्ने चिज के दिने त भन्ने कुरा अबको युगमा हामीले खोजी गर्न सक्छौँ, बुझेर गर्न सक्छौँ, सिकेर गर्न सक्छौँ। त्यो कारणले गर्दा हामीलाई चाहिँ यो संसारकै मै एकदमै चर्चित संसारकै धेरै मानवहरूलाई स्वास्थ्य बनाउन सफल हुनुभएको हाम्रो एउटा कम्पनीको CEO दातुक डाक्टर लिम्सियोजिन हुनुहुन्छ। उहाँको कारणले गर्दाखेरि आज हामीले यो किङ अफ हर सजिलै माध्यमबाट जङ्गल जानु पनि नपर्ने होइन, चिन्नु पनि नपर्ने, तर यसमा चाहिँ हामीले यो सेवन गर्दाखेरि मात्रै पनि 450 भन्दा बढी एक्टिभ एलिमेन्ट्सहरू हामीले प्राप्त गर्छौँ र 250 भन्दा बढी जडीबुटीहरू लाई समावेश गरेर एकै ठाउँमा ओखलीमा पिसेर खाए बराबरको हाम्रो शरीरले त्यो किसिमको तत्त्व हाम्रो सेल्सहरूले पाउँछ। हाम्रो यो प्रोडक्टहरू शरीर विशेष भन्दा पनि हाम्रो एकदमै सेल्स विशेष छ। त्यो कारणले गर्दा मैले यहाँहरूको माझमा यसलाई चाहिँ युज गर्नको लागि रेडी छु र यसरी मैले चाहिँ एभ्रिडे मर्निङ इभिनिङ टाइममा खाली पेटमा, हुन त यो यसरी यो निकालिसकेपछि यतिकै डाइरेक्ट खाएर वार्म वाटर खाए पनि हुन्छ होइन। तैपनि मैले चाहिँ के गर्ने गर्छु भन्दा पहिला यसमा मैले अलिकति पानी चाहिँ राखेको छु होइन, पानी राखेको छु। अब मैले यसलाई यस्तो गरिसकेपछि यो यसमा यो क्याप्सुलभित्र पाउडर हुन्छ। यो पाउडर खसिसकेपछि नि यसमा केही छ भनेर मैले यो क्याप्सुल पनि यसैमा छोडिदिने गर्छु होइन। यो अलिकति हेर्दाखेरिमा रातो कलरको हुन्छ होइन, रातो कलरको हुन्छ। चिया कफी खाने ठाउँमा पनि हामीले यसलाई समावेश गर्न सक्छौँ होइन। र यो यसरी मैले 3 क्याप्सुल लगभग 1 ग्राम है, शरीरको लागि 1 ग्राम चाहिँ मैले यसमा चाहिँ राखेँ र यसलाई मैले यो आरजी भनेको गान्ड्रोमा लुसिडमबाट बनेको आरजी जुन 90 दिनमा तयार हुन्छ र 90 दिनदेखि 100 दिनभित्रमा चाहिँ यसलाई तोडेर पनि प्याकिङ गरिएको हुन्छ। यो 20 किलो टिप्दाखेरि यसमा राख्ने शरीरलाई आवश्यकता पर्ने निरोगी बनाउन सक्ने र टक्सिनलाई आउट गर्न सक्ने, डेटोक्सिफिकेसन गर्न सक्ने तत्त्व चाहिँ यसमा 1 केजी मात्रै हुन्छ भन्ने कुराहरू रिसर्चकर्ताहरूले बताउनु भएको छ। त्यो कारणले गर्दाखेरि यो आरजी रेसिगानो भनेर चाहिँ बुझिन्छ यसलाई है, यो रेसिगानो हो। अनि अर्को चाहिँ छ यो गानोसिलियम जसलाई GL भनिन्छ। संसारमै एउटा अति नै महत्त्वपूर्ण तरिकाबाट यसको हुन्छ। यो चाहिँ त्यो आरजीकै एउटा जात हो यो पनि, तर एउटै हो। तर यो चाहिँ के हो भन्दा त्यसले बढी चाहिँ विषादीहरूलाई आउट गर्ने किसिमको तत्त्व त्यसमा बढी हुन्छ भने यसले चाहिँ हाम्रो सेल्सहरूलाई हैन, सेल्सहरूलाई अलिकति सेल्सहरू कमजोर छन्, खानाको माध्यमबाट न्युट्रिसन फुलफिल हुन सकेको छैन हैन, अक्सिजन हाम्रो सेल्सलाई चाहिँ फुलफिल हुन सकेको छैन हैन, कहीँ चाहिँ समस्या परेका छन्। 120 दिन अथवा 80 दिनमा मरेर जाने सेल्सहरू कतिको चाहिँ एक्टिभ छन् हैन, र 120 दिनमा मरेर जाने ब्लड सेलहरू कतिको एक्टिभ छन् भन्ने कुरा यो ब्लड सेललाई पनि गएर यसले अक्सिजन र न्युट्रिसन भन्नु खोजेको विशेष गरेर महत्त्वपूर्ण अर्गानिक खाना जुन औषधीय गुणले भरिपूर्ण न्युट्रिसन फुलफिल भएको चिजहरू हामीले शरीरलाई दिन सक्छौँ अति नै सजिलो तरिकाबाट। मैले अघि नै भने जङ्गल जानु पनि नपर्ने। यो चाहिँ अलिकति सेतो कलरको हुन्छ। यो अहिले पहिला चाहिँ डिएक्सन कम्पनीले 18 दिनको गान्ड्रोमा लुसिडमको तल्लो माइलिसियम भागबाट बनाउँथ्यो भने अहिले यति बेला चाहिँ डिएक्सन कम्पनीले अझै यसलाई चाहिँ विकास गरेर अझै चाहिँ यसको वृद्धि गरेर अहिले 14 डेजमा यसको उत्पादन गरेको छ। यसले विशेष गरेर हाम्रो शरीरलाई प्रोटिन दिने हैन, पोलिसेक्राइड पनि हुन्छ, यसमा सफाइ पनि गर्छ र यसमा मिनरल्सहरू म्याक्सिमम हुन्छ हैन। त्यो कारणले गर्दा यो यतिकै खाने होइन, यसलाई चाहिँ राम्रोसँग बुझेर कसैको बहकावमा लागेर कसैको हल्लामा लागेर कुनै कम्पनीले हाम्रो पनि त्यस्तै हो, हाम्रो पनि गान्ड्रोमा हो भनेर त्यसरी खाने चाहिँ होइन। वास्तवमा
आज सबै मान्छेहरूले धेर थोर पढ्नुभएकै छ हैन। नपढ्नु भएकोलाई नि तपाईँ हामी सबैले चाहिँ जानकारी गराउनुपर्ने हुन्छ विशेष गरेर। र यो खाँदाखेरि तपाईँलाई कतिको चाहिँ तपाईँको शरीरमा एक्टिभिटिज आउँछ हैन, कतिको चाहिँ यसले फाइदा गरेको हुन्छ भन्ने कुरा तपाईँको शरीर बोल्ने हो। एकै दिन चाखेर हुँदैन। लगभग तपाईँले यो एउटा डब्बा एक-एकवटा डब्बा खासै महँगो छैन। अहिले त यो मेड इन नेपाल बनेर आएको छ। अहिले मलेसियाबाट आउँदा भन्दा अहिले प्राइसमा पनि धेरै डाउन भएको छ। त्यस कारणले गर्दा नेपालको म्यानेजमेन्टलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र यो नेपालमा डिएक्सन कम्पनी अर्गानिक औषधीय गुणले भरिपूर्ण खानाको माध्यमबाट शरीरलाई ट्रिटमेन्ट गर्न सक्ने यस्तो किसिमको महत्त्वपूर्ण प्रोडक्टलाई नेपाल भित्राउनु हुने हाम्रो डाक्टर भीमसेन गुरुङ सरलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र यति बेला हामीसँग फेरि मैले चाहिँ यो डेली युज गर्ने प्रोडक्टहरू मैले यहाँहरूको माझमा केही सेयरिङ गरेँ। हुन त यो अझै धेरै खाँदा पनि राम्रै हुन्छ, तैपनि 3 क्याप्सुल मैले चाहिँ 3 क्याप्सुल लिने गर्छु। यो चाहिँ अलिकति बढी, यो चाहिँ 5 क्याप्सुल मैले चाहिँ 5 क्याप्सुल खाने गर्छु है। यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ 5 क्याप्सुल छ है। यो यसको फेरि पाउडरमा पनि आउँछ, ट्याब्लेटमा पनि आउँछ हैन। फेरि क्याप्सुल देख्दाखेरि यो त डक्टरी मेडिसिन रहेछ भन्ने किसिमको कुरातिर नजानु होला। यो खानको लागि सजिलोको लागि बनाएको, विशेष गरेर यो WHO ले पनि सुपरफुड भनेर अवार्डले सम्मानित गरेको प्रोडक्ट हो। यो चाहिँ यसलाई पनि किङ अफ हर्बै भनेर बुझ्दा फरक पर्दैन। र यो चाहिँ एउटा कस्तो बुझिन्छ भने डाक्टरहरूको भाषाअनुसार चाहिँ यसलाई विशेष गरेर यो हामीले 3 क्याप्सुल मात्रै हामीले खाँदाखेरिमा पनि लगभग 1 किलोग्राम हामीले चाहिँ नेचुरल किसिमको भेजिटेरियन, एकदमै नेचुरल आर्टिफिसियल रासायनिक मलहरू पर्दै नपरेको नेचुरल फलफुल र नेचुरल किसिमको चाहिँ एकदम ग्रिन सागसब्जीहरू खाए बराबरको हाम्रो शरीरले जम्मा 3टाले त्यति पाइन्छ भने मैले यति बेला आफ्नो शरीरलाई माया गरेर हैन शरीरलाई दिनुपर्छ भन्ने एउटा ज्ञान आइसकेपछि बुझिसकेपछि मात्रै मैले चाहिँ यति बेला मैले 5 या 6 क्याप्सुल मैले चाहिँ लिने गर्छु। 6 क्याप्सुल भनेको लगभग 2 ग्राम हुन जान्छ भने मैले यति बेला 5 क्याप्सुल खाने गरेको छु। मैले यो आरजीजीएल अनि त्यसपछि स्पालुना मैले एकै ठाउँमा राखेँ र यसबाट पाइने विशेष जुन यो स्पालुना छ, यो स्पालुनाबाट विशेष गरेर के पाइन्छ त भन्दा सर्टकटमा हामीले यो स्पालुना खाइसकेपछि हाम्रो शरीरमा जति पनि खानाको माध्यमबाट न्युट्रिसनहरू हामीलाई चाहिन्छ, न्युट्रिसन भनेको नै औषधि हो। त्यो न्युट्रिसन हाम्रो शरीरलाई प्रत्येक अर्गानहरूलाई चाहिँ ब्लडलाई चाहिने किसिमको चाहिँ एउटा महत्त्वपूर्ण खाना हो यो है। एकदमै सजिलो तरिकाबाट हामीले यसलाई दिइयो भने यसले हाम्रो शरीरमा हुने एन्टी क्यान्सरसम्म पनि गएर यो खानाले गएर लडाइँ लड्ने गर्छ। त्यस कारणले गर्दा खानामा 84 व्यञ्जन खाना हाम्रो शरीरलाई आवश्यकता पर्दो रहेछ भने 84 व्यञ्जन खानाको ब्यालेन्स गरेर शरीरलाई चाहिँ निरोगी बनाउने, कुनै पनि त्यस्तो समस्याहरू आउन नदिने, रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने, प्रिभेन्सन गर्ने काम गर्छ। त्यो कारणले गर्दाखेरि अब समस्या कहिले आउला र मैले डिएक्सनको स्पालुना खाउँला, कहिले मलाई समस्या आउला र मैले आरजीजीएल खाउँला भनेर इन्तजार गर्ने होइन कि अब हामीले सधैँभरि यसलाई युज गर्ने बानीको विकास सबैले गर्नुपर्छ भन्न चाहन्छु। र विशेष गरेर यो मोरिन्डा सिट्रोफोलिया हेर्नुहोस् त, हेर्दै खाउँ लाग्दो लोभ लाग्दो हैन। मोरिन्डा सिट्रोफोलिया यो संसारकै एउटा दुर्लभ जडीबुटीमा पर्छ। यो जडीबुटी विशेष गरेर यो चाहिँ समुद्री टापुहरूमा, समुद्री किनारहरूमा चाहिँ हुने गर्दो रहेछ। यो एकदमै अमिनो वर्गको चाहिँ एउटा फल हो है। यो नेचुरल किसिमबाट डिएक्सन कम्पनीले आफ्नै जमिनमा आफ्नै तरिकाबाट खेती गरेर यसलाई नेचुरल पद्धतिबाट खेती गरेर अहिले यति बेला संसारबाटै दुर्लभ भएर जाँदै गरेको यो एउटा
मोरिन्डा सिट्रोफोलिया भन्ने फलबाट फेरि हाम्रो माझमा सजिलो तरिकाबाट ल्याएको छ। यसले विशेष गरेर ब्लडलाई क्लिन गर्ने सटिकमा मैले जानकारी गर्छु। विशेष जानकारीको लागि तपाईँ हाम्रो सम्पर्क हुनुपर्ने हुन्छ र यहाँहरूले थोरै समय मिलाएर आउनु होला, छलफल पनि गर्न सक्छौँ। र विशेष गरेर ब्लडलाई सफा गर्ने र पेटमा पाचन प्रणालीलाई चाहिँ महत्त्वपूर्ण भूमिका दिएर प्रोटिन दिएर अथवा चाहिँ त्यसलाई राम्रो बनाउने, सानो आन्द्रा ठुलो आन्द्रामा भएका त्यस्ता किसिमका समस्याहरू टक्सिनहरूलाई आउट गर्ने विशेष गरेर होइन। र महिलाहरूको लागि त विशेष गरेर यो सञ्जीवनी बुटी नै साबित भएको छ। यो दुईटा चाहिँ विशेष गरेर तल्लो पेटहरू दुख्ने, मिन्स हुँदाखेरिमा चाहिँ अलिकति जोइन्टहरू दुख्ने, कम्मरहरू दुख्ने, पेट दुख्ने, तल्लो पेट दुख्ने समस्याहरूको लागि एकदमै राम्रो मानिँदो रहेछ। र विशेष गरेर अझै चाहिँ मिन्स हुने क्रममा महिलाहरूको लागि मिन्स हुने क्रममा चाहिँ बढी ब्लडहरू जाने, टाइममा चाहिँ नहुने होइन, मेन्सुरेसन टाइममा नहुने, त्यस्तो किसिमको समस्याहरूमा पनि यो दुईटा प्रोडक्टले चाहिँ राम्रोसँग बुझेर सही किसिमबाट खाइयो भने त्यो हेमोग्लोबिनको मात्रालाई चाहिँ वृद्धि गरेर शरीरमा भएका टक्सिनहरूलाई आउट गरेर यसले चाहिँ फेरि एकदमै सही समयमा राम्रोसँग चाहिँ त्यो पिरियड चाहिँ तपाईँको महिनामा दिने पनि गराउन सक्दछ। विशेष गरेर यति बेला पाठेको समस्या भएर महिलाहरूले धेरै किसिमको ट्रिटमेन्टहरू गरिसक्नु भएको छ। समस्या आएपछि ट्रिटमेन्ट त गर्नै पर्छ होइन, गर्नु नै पर्यो। तर समस्या आउनुभन्दा पहिला हामी प्रिभेन्सन गर्ने बानीको विकास पनि गरौँ, खाना सुधार्ने बानीको विकास पनि गरौँ। निको भएन भनेर डक्टरलाई मात्रै गाली गर्ने बानीको विकास नगरौँ है। समस्या भइसकेपछि निको हुन पनि सक्छ होइन, नहुन पनि सक्छ। त्यो कारणले गर्दाखेरि हामीले चाहिँ यसलाई राम्रोसँग बुझेर यो समस्या हुनुभन्दा पहिल्यै युज गर्न सके अझै राम्रो। सुनमा सुगन्ध भने जस्तै हो। र समस्या भइसकेको छ भने पनि यहाँहरूले औषधि सेवन, दबाई सेवन गर्नुभएको छ भने पनि यसलाई त्यही तरिकाबाट सेवन गर्नुभयो भने यसबाट जुन किसिमको रिजल्ट यहाँको शरीरले पाउँछ पछि यहाँ आफैले बोल्नुहुन्छ। यो प्रोडक्टहरू यति बेला हामीले शिवराज 5 चनौटामा हामीले ल्याइसकेका छौँ। त्यस कारणले गर्दा सबैलाई विशेष गरेर सेवा गर्ने एउटा मौका दिनुहोला होइन। अन्य धेरै छन् समस्याहरू, त्यो समस्याहरूको बारेमा पनि हामी बसेर छलफल गरौँला। यो सानो भिडियोको माध्यमबाट सबै कुराहरू जानकारी गराउन त्यस्तै नै हुन्छ। र यो सेवन गरिसक्दाखेरि मानवको फेसमा चाहिँ क्रिम त्यति धेरै नलगाउँदा पनि त्यो मानवको चाहिँ त्यो व्यक्तिको, महिला या पुरुष या बच्चा कुनै पनि व्यक्तिको चाहिँ फेसमा चाहिँ एकदमै टलक र चमक आउने गर्छ, एकदम क्लियर होइन। त्यस कारणले गर्दाखेरि तपाईँको फेसमा कुनै किसिमको कालो धब्बाहरू देखिएको छ भने पनि आस्ते आस्ते हट्ने गर्छ यसले होइन। त्यस कारणले गर्दाखेरि हाम्रो जब स्टोर नै सफा हुन्छ भने हाम्रो सबै बडी सफा हुन्छ, यो कुरा स्पष्ट छ। त्यो कारणले गर्दाखेरि मैले यहाँहरूको माझमा धेरै समय लिन चाहन्न। र यो मोरिन्डा सिट्रोफोलिया भन्ने फल यो मानवको लागि सञ्जीवनी बुटी नै साबित भएको छ। यो सबै कुराहरू यो मैले मात्रै बोलेका कुरा होइन, यो संसारमै प्रमाणित भइसकेका कुरा। त्यस कारणले गर्दा मैले यहाँ थोरै पानी अघि राखेको थिएँ र अझै पनि मैले यसमा अब पुरै पानी यति बेला त्यो वार्म वाटरले गर्दाखेरि त्यो क्याप्सुलहरू पनि भिजिसकेको छ। ल हेर्नुहोस्, अब यो यति महत्त्वपूर्ण, यति लोभ लाग्दो यो जुस बन्यो। ल हेर्नुहोस् है, यो मैले आरजी राखेँ, जिएल राखेँ, स्पालुना 5 पिस राखेँ र मोरेन्जी जुस मैले यसमा थोरै यसरी अलि लामो समय यसलाई चाहिँ भन्न खोजेको 8-10 पटक यसरी चाहिँ हामीले यसरी यसलाई हल्लाएर फेटेर होइन, यसलाई फेटेर तपाईँलाई कति खानु मन लाग्छ यो तपाईँले एउटा पुरै सिँगै खाँदाखेरि झनै राम्रो, तर खल्ती पनि छाम्नु पर्ने हुन्छ होइन, बचत पनि गर्नुपर्ने हुन्छ। तर कमाउने त यही शरीरले हो, यो शरीरलाई जति पनि दिए हुने हो, तैपनि शरीरभन्दा पैसै प्यारो लाग्ने कारणले गर्दा बचत गरेर हाल्दाखेरि आफ्नो हिसाबले कति राख्नुहुन्छ होइन, आफ्नो हिसाबले कति राख्ने। अब कहिलेकाहीँ अलिकति धेरै पऱ्यो भने ठिक छ, मैले चाहिँ यति राखेँ है, सामान्य रूपमा यति राखेँ मैले। अब यसलाई ढक्कनले फेरि बन्द गरेँ। मैले अर्को पटक खानको लागि फेरि मलाई यो यसरी हिसाब गरेर खाँदाखेरि बजारमा पाउने जुन जुसहरू छ सामान्य पैसाको, त्यो जुस बराबरकै पैसामा मिलाएर खाँदाखेरि त्यो पैसामा एकदमै संसारमै
मान्यता प्राप्त र संसारमै एउटा चाहिँ युनिक प्रोडक्ट हामीले त्यही सामान्य रूपकै पैसाबाट फजुल खर्च गरिराखेको पैसाबाट पनि हामीले सेवन गर्न सक्छौँ। ल्याउनुहोस् तपाईँहरूको माझमा यो जुस, अब तपाईँहरूले हेर्न सक्नुहुन्छ यो जुस कस्तो बन्यो होला त, हेर्नुहोस् त, यो कलरमा पनि कति राम्रो, खाउँ लाग्दो, लोभ लाग्दो है। अब यसले यस्तो राम्रो चिजले शरीरमा गएपछि कति काम गर्ला त, हेर्नुहोस् है त, खाउँ है त। आहा वाउ। अब यसरी खाँदाखेरि हामीले धेरै पैसा खाँदैनौँ है, पैसा धेरै पैसा परेको हुँदैन, तर डब्बा पुरै किन्दाखेरि त्यो धेरै दिनलाई हुन्छ, त्यो कारणले गर्दा अलिक बढी परे जस्तो लाग्छ तपाईँलाई। तर यसरी बनाएर खाँदाखेरि धेरै लाग्दैन। दिनभरि चल्ने यो गाडीलाई 150 रुपियाँ ज्याला दिँदा खासै फरक पर्दैन, आत्तिनु पर्दैन। यो शरीर हेल्दी बन्यो, यो शरीर पावरवाला बन्यो, यो शरीरमा इम्युन सिस्टम बुस्ट भयो हैन, रोग प्रतिरोधात्मक क्षमताको वृद्धि भयो भने यही शरीरले जति पनि पैसा आर्जन गर्छ, जति पनि पैसा कमाउँछ, त्यो कारणले गर्दाखेरि शरीरलाई ध्यान दिनु होला भन्न चाहन्छु। यसरी चाहिँ खाने क्रममा यसरी हलाउँदै खानुपर्ने हुन्छ। कति स्वादमा छ भन्नु, यो विशेष गरेर म तातो पानीमा खाँदाखेरिमा विशेष बढी फाइदा लिन सकिन्छ। यसरी मैले यहाँहरूको माझमा केही छोटो जानकारी गराउँदै यहाँहरूको माझबाट बिदा पनि हुन चाहन्छु। सबैजना स्वास्थ्य रहनुहोला, सबैजना व्यस्त रहनुहोला र सबैजना एकदमै खुसी रहनुहोला भन्दै यो सानो भिडियोलाई यहाँहरूले सुनिदिनु भयो भने र लाइक कमेन्ट पनि मन पर्यो भने गरिदिनु होला भन्दै यहाँहरूको माझबाट पनि बिदा हुन चाहन्छु। सम्पूर्ण साथी रिलेसनसिपहरूलाई यो प्रोडक्टहरू तपाईँको बच्चा, तपाईँ आफू, तपाईँको गार्जेन अथवा तपाईँको साथीहरू सबैलाई चाहिँ खाने सल्लाह पनि दिनु होला र नजिकमा हुनुहुने मसँग चाहिँ कम्युनिकेसन गर्न सक्नुहुने साथीहरूको लागि मेरो मोबाइल नम्बर 9823 11 33 50 को बाटो हुँदै कुनै पनि ठाउँबाट, नेपालबाट अथवा चाहिँ विदेशबाट तपाईहरुले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। म आफूले जानेका कुराहरू यहाँहरुको माझमा प्रस्तुत गर्नेछु भन्दै यहाँहरुको माझबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, गुड मर्निङ डिएक्सन।